पक्नुस् त बहिनी। किन नि? तपाईले खाइरहेको पानी के सुरक्षित छ? खै हेर्दा त सफा देखिन्छ, हामी सधैँ यही पानी खाने गरेका छौँ। तर तपाईँ हामीले देख्दाखेरि सफा देखे पनि पानी सुरक्षित हुँदैन। यसलाई चाहिँ हामीले परीक्षण गरेर पिउने गर्नुपर्छ नि। यो परीक्षण भनेको चाहिँ के हो नि मिस, कहाँ गर्नुपर्छ? के हजुरलाई थाहा छैन यो विषयमा? हाम्रो सानीबेरी गाउँपालिकामा यही पुस 8 गतेदेखि पुस 15 गतेसम्म निःशुल्क पानी शिविर सञ्चालन हुँदैछ नि। त्यसमा आएर हजुरले आफ्नो प्रयोग गरेको पानी सञ्चालन टेस्ट गर्न सक्नुहुन्छ। हो नि, सरले भनेको चाहिँ पानी शिविरमा पानीमा भएका ब्याक्टेरियाहरू, पानीको धमिलोपन लगायतका विभिन्न कुरामा मापन गर्न सकिन्छ नि। ओहो, मलाई त थाहा थिएन यति धेरै कुरा। अब म भोलि नै हाम्रो मुहानको पानी लगेर सानीबेरी गाउँपालिकामा पानी परीक्षण गर्न जान्छु। सानीबेरी गाउँपालिका वासिकाइबाट जारी सन्देश।